को बोलाउनु त मलाई हिँड्न पनि पैसा लाग्छ बोलाउनु पर्छ र अहिले बोलाउनु कसलाई मेरो जस्तो मान्छेले अहिले मैले यहाँ भन्ने जसलाई पनि बोलाउनु को तपाईको रुल्स एन्ड रेगुलेसनको हिँड्न बित्तिकै पैसा लाग्ने हुन्छ यो बाटो आज जानु अर्कोचोटि सधैँ आउँछु म यो बाटो कसको भन्ने हुन्छ र हिँड्नु नपाइने भन्नुहुन्छ भित्र एन्ट्री भएको यहाँभित्र पार्किङ गरेपछि रहेको कुरा हो यो बाटो हिँड्नु नपाउने भन्नुहुन्छ यहाँ पाइँदैन किन पाइँदैन यो कसको बिर्ता हो कसको यो हिँड्नु नपाउने कसको बिर्ता हो यो बाटो पाइने बाहिरबाट जानुपर्छ किन पाइँदैन भने के यहाँ हिँड्नै नपाइने भन्नुहुन्छ आउनलाई कसरी भन्छ हिँड्नु नपाइने किन लाग्छ यहाँ तपाईँले यहाँ पहिला पढ्नु पढाइरहेको मान्छेले होइन सुन्नु यो पहिलाको कुरा होइन यो मलाई सिकाउनु पर्दैन यहाँ हिँड्दैमा बाटो पैसा लाग्छ नगरपालिका नियम बनाएको छ भने नगरपालिकाको कुरा बोलाउनु त म अब यही बस्नुलाई बोलाउँछु अब म यही बस्नुलाई बोलाउँछु नगरपालिकाबाट कसले बनाएर बोलाउनु हिँड्न बित्तिकै पैसा लाग्ने भने कसले नियम बनाएर बोलाउनु त अब होइन अब नै म जान्नु गाडी पार्किङ हेर्छु वीरनगर सिटी बस पार्कभित्रको बाटो प्रयोग गर्ने बित्तिकै सवारी साधनहरूले टिकट काट्नुपर्ने हुन्छ यो चाहिँ सम्बन्धित निकायसम्म पुगोस् यो उहाँ दाजुले उठाउनु भएको कुरा एकदम जायज छ। तपाईँहरूलाई कस्तो लाग्यो कृपया कमेन्ट गर्नु होला।